पनि कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ, कन्टेन्ट क्रिएटर गर्नुहुन्छ भने चाहिँ यो तीनवटा वेबसाइट चाहिँ तपाईहरुले जान्नै पर्ने हुन्छ है। नम्बर 1 मा छ mystand.com। यसले तपाईको चाहिँ आवाजहरु यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ, यस्तो खालको फन्नी फन्नी आवाजहरु चाहिँ निकाल्छ र यसलाई चाहिँ मजाले सजिलै डाउनलोड गरेर तपाईले चाहिँ आफ्नो भिडियोहरुमा लगाउन सक्नुहुन्छ। नम्बर 2 मा छ मीम्स टेम्प्लेट। यसले चाहिँ तपाईको यहाँनेर हेर्न सक्नुहुन्छ फन्नी फन्नी चाहिँ के गर्छ क्लिपहरु ल्याएर दिन्छ, जुन चाहिँ तपाईले भिडियोहरुमा लगाउन सक्नुहुन्छ। मजाले तपाईले त्यसलाई चाहिँ भिडियोहरुमा लगाउन सक्नुहुन्छ। नम्बर 3 मा छ ट्रान्ज्याक्सन हुक्स भन्ने। यो हुक्सहरु चाहिँ तपाईले लगाउनु भयो भने तपाईहरुको भिडियोमा भ्युजहरु आउने सम्भावना धेरै हुन सक्छ, किनभने सुरुमै यस्तो हुकहरु लगाउनु भयो भने चाहिँ तपाईहरुको भिडियोमा भ्युजहरु आउने सम्भावना एकदमै हाई हुन्छ। सो धेरै जना ठुलो क्रिएटरहरुले पनि यस्तो खालको यो तीनवटा वेबसाइट डाउनलोड गर्नलाई चाहिँ तपाईले मजाले डाउनलोड गर्न सक्नुहुन्छ। र यसको बारेमा यदि तपाईहरुले फुल भिडियो हेर्न चाहनुहुन्छ भने युट्युबमा सब्स्क्राइब गर्नुस्। मेरो भिडियो युट्युबको लिंक तल डिस्क्रिप्सनमा छ, कमेन्टमा छ, गएर हेर्न सक्नुहुन्छ। द रेबल भोइस सर्च गरेर पनि तपाईले युट्युबमा फर्स्ट भिडियो गएर हेर्नु भयो भने मजाले तपाईले भेटाउन सक्नुहुन्छ। गएर अहिले नै हेरिहाल्नुस् र मजाले तपाईले यी तीनवटा वेबसाइटहरु मजाले युज गरेर आफ्नो भिडियोलाई चाहिँ हाईली भ्युज र हाईली एंगेजमेन्ट बनाउन सक्नुहुन्छ है। यस्तै जानकारीको लागि फलो गर्नुस् र मलाई युट्युबमा सब्स्क्राइब गर्न पनि नभुल्नुस्। धन्यवाद।